कुणुले फेदी ल सुरु गर्ने नमस्कार मैले यो आज म मुक्तिनाथ दर्शन गरेर बागलुङमा आइयो बागलुङमा आएर एक रात बसेर बागलुङ कालिकाको दर्शन गर्ने बित्तिकै यहाँको अति आदरणीय व्यक्तित्व हुनुहुन्छ बागलुङ नगरपालिकाका उपमेयर अहिले पूर्व चाहिँ अब हाम्रो धार्मिक कालिका मन्दिरका अध्यक्षज्यू राजु खड्का ज्यू हामीसँग हुनुहुन्छ र यो अति नै सुन्दर ठाउँ शालिग्राम सङ्ग्रहालय भएको ठाउँमा हामीले ल्याउनु भयो कुडरे भन्दो रहेछ सदरमुकामबाट 2 किलोमिटर जति उत्तरपट्टि। अब हामीले यसको बारेमा अब धेरैलाई थाहा छैन होइन। अब हजुर चाहिँ यहाँको पुरानो यहाँको संरक्षक अब यसको चाहिँ सदस्य भएर बस्नु भएको सापकोटा सरलाई अलिकति जानकारी कसको पालामा कसरी बन्यो यो चिज यति राम्रो धार्मिक पर्यटक क्षेत्र बन्यो। अब श्रीधर गुरु यहाँको जन्म यहीँ फेदीमै जन्म हो, यही ठाउँमै जन्म लिनुभयो। उहाँ भारत गएर 6 विषयको आचार्य प्रमाणपत्रै छन्, 2 विषयका अन्य प्रमाणपत्र लिनुभएको छैन, कर्मकाण्डित विषयका लिनु भएन, नलिए पनि उहाँ 8 विषयको जस्तो ज्ञाता हुनुहुन्छ, ठुलो विद्वान। उहाँ पहिले अब यहाँ बसाइकरमबाट फेरि बसाइसराएर चितवन जानुभयो, चितवन लङ्कुमा जानुभयो। लङ्कुमा गए पनि पछि उहाँ भने धार्मिक विचार भइराखेको यो संस्कृत पाठशाला गर्नुभयो चितवनकै गैँडाकोटको परिपट्टि। उहाँ त्यो गायत्री मायकी गरेर अनि त्यहाँ पछाडि फेरि कर्म गर्न अर्दै फेरि यहीँ आएर यहाँ शिवालयको प्रतिष्ठा गर्न आउनुभएको, यहीँ रहनुभयो। रहँदा शिवालय तल यही फेदिमै शिवालयको प्रतिष्ठा गर्नुभयो। त्यहाँ पछि उहाँलाई इच्छा लाग्यो कि यहाँ एउटा वेद विद्याश्रम खोल्यौँ भन्ने इच्छा लाग्यो। इच्छा लागेपछि उहाँले एउटा ठुलो 42 सालमा ठुलो धान्य छ, त्यो ठुलो विरोधै हो। त्यो बेला जमाना 36 दिन त 4 पाथी जान्थ्यो एउटा ठुला टिनमा, 36 दिन त घिउ जम्मा भयो। त्यो यज्ञ हरिएर त्यसको होमन 2 लाख होमन भयो, यज्ञ ठुलो भयो, धान्य चल भयो। त्यसका बजेटबाट 80 लाख रुपियाँ यहाँ बच्न गयो, 80,000 ऊ बेला 80,000ले विद्यालयको सुरु भयो। 42 साल पुष्य गर्दै संस्कृत विद्यालयको स्थापना भयो। यहाँ यही ठाउँमा संस्कृत विद्यालयको स्थापना भयो, भवन बनाउनु पनि सुरु भयो। त्यहाँबाट कर्मश 43 सालमा फेरि मन्दिर बनाउने उहाँको इच्छा हो। त्यो म पनि वार्ड अध्यक्ष थिएँ, यो पर्ती जग्गा हो, यसलाई फेरि मन्दिरका नाममा सिफारिस गरियो। बलराम प्रधान पञ्च थिए, उनले सिफारिस दिए, कालिका गाविस थियो, कालिका गाविसबाट त्यसलाई मन्दिर विद्यालय बनाउन सिफारिस हो। त्यही हो यसको आधार। अनि 43 सालमा मन्दिर बनाएर प्रतिष्ठा भएदेखि रङ्गनाथ, भेङ्कटेश्वर, मुक्तिनाथ 3 दिव्य देशकै ठुला भगवान्लाई यहाँ स्थापना गरियो। किन भन्नुहुन्छ भने मुक्तिनाथमा हाम्रो हिन्दू परम्परा पाञ्चराज विधानअनुसार पूजा हुन्न। त्यहाँको क्षेत्र बौद्धिक क्षेत्र भयो, त्यहाँको झुमा भन्छन्। झुमाले तपाईँलाई केही चढाउनु भयो भने त्यो उनीहरूले स्याहार्छन्, त्यहाँ विधि विधानको पूजा हुन्न। यहाँ एकजना राखुका पुजारी भए पनि सामान्य पूजा हो, आफ्नो अनुसार चल्दैन, उनीहरूको भएको अनुसार चल्छ। त्यसरी भएका हुनाले उहाँको यत्र ठुला भूवैकुण्ठका भगवान्लाई यो पूजाले सन्तोष उहाँलाई नभएर श्रीधर गुरुलाई त्यहाँबाट उहाँ मुक्तिनाथका भगवान् पनि यहाँ ल्याएर प्रतिष्ठा विराजमान गराएर प्रतिष्ठा हराउँछु। रङ्गनाथ दक्षिण जुन रामलाई विभीषणलाई उपहार दिन रामचन्द्र भगवान्ले जुन भगवान् समुद्रका तटमा गएर विचार मान्नुहुन्छ, उहाँलाई अब भागवतमा पिसाब लाएर रोकियो भन्ने पनि आउँछ, आइरहेको छ। त्यही उहाँको भगवान् पनि एकदम दूर हुनाले सबै जान सक्दैनन् भनेर उहाँ भगवान्लाई नै यहीँ विराजमान। अनि भेङ्कटेश तिरुपति बालाजी भगवान्, भेङ्कटेश भगवान् उहाँलाई पनि उहाँ अब अस्ति कम कोहीले 32 घन्टा, कोही 36 घन्टा भेटाएर मात्र पाउँछ। हामीले 12 घन्टा पायौँ, 2 महिना अघि गएको हो। अब 12 घन्टा दर्शन पाइयो। ती दुर्लभ पनि सामान्यले पाउँदा भन्दा 3 दिव्य देशकै भगवान्लाई यहाँ प्रतिष्ठित गरेर राखेको छु। मुक्तिनाथ स्वयं यहाँ हुनुहुन्छ, वेङ्कटेश्वर यहाँ हुनुहुन्छ, रङ्गनाथ भगवान् यहाँ हुनुहुन्छ। कति महत्त्वपूर्ण कुरा रहेछ। अनि त्यहाँपछि उहाँलाई त्यो गरेर यहाँ राख्नुभयो 43 सालमा। 43 सालबाट राखेर विद्यालय पनि चलेको छ, मन्दिर पनि चलेको छ। कतिजना विद्यार्थीहरू 36 जना छ। त्यहाँबाट त्यसरी चलेको छ। उहाँ अघि त एकदम दुःख थियो, अहिले त यहाँ खानपिन। पहिले त विद्यार्थीलाई आफ्नो घरबाट भोजन दाल चामल ल्याउने, जे छ आटो पिठो ल्याउने, बस्ने, यहाँ बनाइदिने, खुवाउने, त्यसरी चलाएको। अब स्वयं अब उपमेयर साहबै नै हुनुहुन्छ, राजु सर हुनुहुन्छ होइन। पक्कै पनि के अरे हाम्रो नगरपालिकाबाट केही आर्थिक अनुदान यसमा छ, यो कुरा मैले थाहा पाएँ, धेरै खुसी लाग्यो। अब जुन चाहिँ श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय देखियो अहिले, यति आकर्षक रहेछ, यति भयङ्कर विशाल सम्पूर्ण कालीगण्डीको चाहिँ गैँडाकोटबाट सुरु भएर काली नदी कहाँ कहाँ पुगेछन्, त्यो सबै ठाउँको चाहिँ भौगोलिक अवस्था र त्यहाँको चाहिँ
प्रष्ट शालिग्रामका कुराहरू सबै यो सङ्ग्रहालयभित्र हामीले देख्यौँ। मानव निर्मित गुफा हामी भित्र छिरेर आयौँ, त्यो देखेपछि खुसी लाग्यो। अब यो चाहिँ यो कन्सेप्ट कसको हो त? यो कन्सेप्ट अब त्यहाँ पछि जुन उहाँ हुनुहुन्थ्यो यहाँ अनि त्यहाँ यतै रहनुभयो श्रीधर गुरु अनि अतिथिलाई दुःख छ हुन्छ भनेर गलेश्वरमा गलेश्वर राधाकृष्ण मन्दिर छ यही संस्थाको गलेश्वर राधा पत्थरमा चाहिँ राधाकृष्ण मन्दिर बनाउनु भयो। यहाँ बनाउनु यहाँ पनि गलेश्वर धान्य चलाउनु भयो। गलेश्वर पनि विद्यालय खोल्नु भयो श्रीधर गुरुले अनि घारखोलामा यो आउने भारतका दाताहरू अब जोगी जलन्तर आउँछन्, खान पाउँदैन, दुःख हुन्छ, बुढ्न पाउँदैन भनेर ठाउँ ठाउँमा कपडा खानाको व्यवस्था उहाँले गर्नुभयो। त्यस गलेश्वर बस्ने यो सञ्चालन गर्ने काम उहाँबाट भयो अनि रानी पौवा घारखोला जम्मै भयो। र त्यहाँबाट पैसा दिने मुन्छे लाउने गर्दै गर्दै जानुभयो। गर्दा उहाँको पछि यहाँ विद्यालय पनि चलिरहेको छ, तल मन्दिर पनि चलिरहेको छ। अनि उहाँको ढोडिनी गएर यहाँ संसारदेखि विरक्ति अब यहाँ नि मान्छेको ऊ हुन्छ भनेर ढोडिनी ओडारमा गएर भुइँ बसेर भुइँहाडै परमपद हुनुभयो उहाँ। त्यो डन्डी लिनुभयो। तिन डन्डीले घरमा फेरि आफ्नो अंशमा छोरालाई भाग्यो, दुलैलाई भाग्यो, छोरीलाई भाग्यो, जम्मैलाई भनेर आफ्नो भाग मात्रै लिएर आउनु भएको। आफ्नो भागबाट के थरी हुनुहुन्थ्यो? सापकोटा पौडेल हुनुहुन्थ्यो। त्यहाँबाट उहाँले आफ्नो भागले मात्रै यसको एक बिहा गुठी छ, गलेश्वरको 35 मुरी धान आउने जग्गा गुठी छ पुराका। अब त्यस्तै अन्नदान क्षेत्र पनि हुँका एक लौटी आफ्ना सम्पत्तिले मात्रै चलेको हो। अनि अब दाताहरू अनि त्यसपछि उहाँ शालिग्राम प्रेमी मुक्तिनाथ प्रेमी अब हिँडेको भएको कारण उहाँलाई त्यो गरिराखेको छ शालिग्राम राख्ने जम्माहरू तब हुँदाखेरि त्यहाँ पछिबाट अब विद्यालयमा पहिले कमलनाथ गलेश्वर पढेका हुन्। उहाँका भतिजा पनि बढ्दो सञ्चारी नाताले दुलैका भतिजा दुलैका भतिजा पनि सकर्तै नातो पनि त्यो छ मुक्तिनाथ बाबा कमलाचार्य। उहाँले पढाउनु भयो, उहाँले छोला बनाएर श्रीधरचार्यले पढाउनु भएको कमलनाथलाई उहाँले पढाउनु भएको उहाँले पढाउनु भयो। अनि त्यहाँबाट पढाएपछि त्यहाँलाई फेरि अलि ठुला हुनुभयो। उहाँपछि त्रिवेणीया जानुभयो। त्रिवेणीया अर्को मठ थियो तलमा पुजारी भएनन्। एउटा बुढाले सञ्चालित मेरो अन्तिम अवधि भयो, यहाँबाट एकजना पुजारी पठाइदिनु पऱ्यो भनेर उहाँले आग्रह गर्नुभयो। त्यहाँबाट भतिजालाई उहाँ पठाउनु भयो। उहाँ पठाएपछि त्यो मन्दिरको अधिपति हुनुभयो कमलनारायण। त्यहाँपछि त्यहाँ गएपछि माथि र गजगरा क्षेत्रमा बनाउने उहाँको उत्साह आयो। त्यहाँ पनि 1 करोड बत्ती पाल्नुभयो, ठुलो एक गर्नुभयो, अलिकति अवशेष रह्यो। अनि त्यहाँबाट माथि गजगरा क्षेत्रमा बनाउनु भएको उहाँले। त्यहाँबाट उहाँको यात्रा सुरु भयो कमलनारायणको धार्मिक यात्रा। आज नेपालको मात्र भयो नि सुरु त्यही हो, सबैले मान्ने हुनुभयो। सुरुवात यसरी हो। अनि त्यहाँबाट फेरि अब यहाँ 11 वर्ष ऋषि पर्पनाचार्य 11 वर्षको हुनुहुन्थ्यो। उहाँ पनि चेला हुनुहुन्थ्यो। 7 वर्षबाट बाबुले ल्याएर छाडेका हुन् यो विद्यालयमा। अच्छा, ऋषि पर्पनाचार्य भनेको अहिले हुनुहुन्छ योङ गुरु हुनुहुन्छ अहिले 42 वर्षको लाउनु भयो बल्ल। बस उहाँ 7 वर्षको उमेरमा बाबुले ल्याएर उहाँ श्रीधर गुरुको पासमा छोड्नु भयो। उहाँ जाने बेला 11 वर्ष लाउँथ्यो। उहाँ परमपद हुने बेला उहाँ गुफामा एक्लै हुनुहुन्थ्यो यहाँ फेरि। उहाँले जाने बेला के भन्नुभयो भने बाबु अब उहाँ त त्रिडन्डी हुनुहुन्थ्यो, बनाएर खुवाउने अनि त्यही 11 वर्ष बालखाले हो। त्यहाँबाट बनाउनु अब मेरो जाने दिन आयो, अब तिमी नातिनु यहाँ म परम भएपछि त्यहाँ घनश्याम भन्ने गुरु प्रसादका ढोडिनी गाई पालेर बसेका थिए, जगानी थियो गोठा। उहाँ गएर खबर दिनु, तिमीले आएर मलाई कुरा गर्नु। अनि घनश्याम माथि गएर गाउँमा भन्छन् उहाँबाट हुन्छ बाबु नातिनु, म जाने दिन आयो भनेर अघिल्ला दिन उहाँले जुन ऋषि पर्पनाचार्यलाई भन्नुभयो त्यो बच्चालाई यहाँबाट पुजारी गए। यहाँबाट पुजारी गुरुलाई भेट्न भनेर गएपछि त्यसलाई मेरो गुरु जानुभयो भने बार्न पर्दैन, पूजा नरोक्नु, छेउ अर्नु, जनै फेर्नु, पूजा नरोक्नु। म आत्मा सम्बन्धी गुरु भएको भनेर शरीर सम्बन्धीको बार्न पर्दैन भन्नु उहाँले। अहिले जुन ऋषि पर्पनाचार्य यहाँ हुनुहुन्छ यसको मठाधीश भनौँ न, मुख्य व्यक्तित्व हुनुहुन्छ। अनि यो मन्दिर लगायतको काम उहाँको हातबाट भयो। उहाँको हातबाट यो गुफा पनि उहाँको कल्पनाबाट। अनि फेरि उहाँको मैले अरे भन्ने कति चाहिँ यो जोडिएको रहेछ हैन त। यो फेरि उहाँको भावनामा मैले अरे भन्ने छैन, मैले अरे भन्ने छैन। जुन गुरु यहाँ पहिले उहाँलाई नै अगाडि श्रीधर गुरुलाई नै अगाडि सार्नु भएको छ उहाँले। श्रीधर गुरु त्यहाँ पछि मान्ने कमलनाथको इच्छा अनुसार भनिदिनुहुन्छ, आफ्नो इच्छा अनुसार कोही नामै जोड्नुहुन्न। यति जानकारी गराउनु हो, यसको लागि धेरै अनि त्यसपछि उहाँ ऋषिको फेरि उहाँ श्रीधर गुरु जस्ता प्रकारले बस्नुहुन्थ्यो, जस्तो खाटमा बस्नुहुन्थ्यो, सुत्नुहुन्थ्यो, उही
अनि कम्लो बिस्तार नि चाहिन्न, कतिले यता सिमेन्टका कोठा त्यहाँ पनि कुनै उहाँले आरामदायक कुरा छैन। जुन खाट छ उही खाट, जुन रस्ता काम लागेको बिस्तारा साधारण ओर्ने ओछ्याउने त्यस्तै अहम नहरिकन उहाँ चल्नुहुन्छ। उहाँ पक्का त्यागी हुनुहुन्छ उहाँ। यो देशलाई माया गर्ने सपुत अब यो बच्चाहरू यो धर्म संस्कार संस्कृतिलाई बचाउने यस्ता बच्चाहरूले यहाँ फ्रीमा पढ्न पाउँछ, फ्रीमा पढ्न पाइन्छन्, फ्रीमा खान पाइन्छन्, बस्न पाइन्छन्, कपडा पनि लाउने यहाँ। अहिले 50औं विद्यार्थीले यहाँ पढ्नु भएको छ। देश विदेशमा बस्ने धर्म अनुरागीहरूलाई मैले अनुरोध गर्छु, यहाँ आएर केही दान गर्ने धर्म गर्ने गर्यौँ भने त्यो चिजले भोलि देशको लागि नै एउटा परिवर्तन गर्ने, देशलाई सकारात्मक बाटोमा लाने चाहिँ अवस्था देखिन्छ। ऋषिमुनिको देश हाम्रो। मैले भने सुरु उहाँलाई साथ दिने डक्को पहिलो ढुङ्गा राख्ने नि मै धान्यचलमा कोषाध्यक्ष भएर मैले अरे श्रीधर गुरुलाई साथ दिएर अटुट 19 वर्ष यहाँको कोषाध्यक्ष। पहिला हजुर यहाँको वडा अध्यक्ष, अहिले आएर यो यसको चाहिँ पुरै सहयोग गर्ने। बुढा उमेरले हन्दाके आउनाले युवकले गर्नु भनेर आफू त्यही बस्ने हेर्ने उता घर आउने जाने सदस्यको आत्ता राखेको। सापकोटा गुरुको पनि ठुलो योगदान रहेछ, यति कुरा बोल्न पाइयो है। मलाई चिन्नुहुन्छ? अब चिन्जान गरौँ। मेरो नाम शम्भु उप्रेती, म सुरक्षा फौजमा जागिर 30 वर्ष खाएर अवकाश प्राप्त हो। म चाहिँ पाल्पा घर, हाल काठमाडौँ बस्छु। मैले आफ्नो परिचय यसरी गरेँ। धर्म संस्कार संस्कृतिलाई संरक्षण नगरिकन यो मुलुक बन्दैन भन्ने पक्षमा हामी छौँ होइन राजु सर? र राजु सरले यो सबै कुरा अहिले खिचिरहनु भएको छ। अब यो तपाईँले यत्तिकै खिचेर मात्रै हुँदैन राजु सर। अब यसमा अब अलिकति जोडौँ न। अब यो नगरपालिकामा अहिले हजुर चाहिँ अब उपमेयरको रूपमा यहाँ काम गर्नु भएको छ। हुन पनि हजुरलाई त यो पद पनि चाहिँदैन, यसै पनि हजुरले धेरै काम गर्नु भएको छ। यसमा के छ अलिकति बताउनु न। यो नेपाल सरकारको तर्फबाट अथवा स्थानीय सरकारको तर्फबाट यो बागलुङ जिल्लाभित्र भएका यस्ता धार्मिक पीठहरूमा सहयोग कस्तो छ, कसरी चलेको छ? एकदमै राम्रो छ सर। यो नेपाल सरकारले बागलुङका 3वटा पर्यटकीय गन्तव्यहरूलाई 100 पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ। त्यसमा बागलुङ कालिका स्थापित धार्मिक पर्यटकीय गन्तव्यमा सूचीकृत छ भने देशको एउटा एकमात्र आरक्षी ढोरपाटन शिकार आरक्षी र भगस्थान मुलाबारी गाजको छ अहिले 100 पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत छन्। र सँगसँगै बागलुङमा रहेका अर्का 2वटा महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य शालिग्राम सङ्ग्रहालय र पञ्चकोटलाई पनि प्रदेश सरकारले प्रदेशको उच्च स्तरमा पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको छ र यसलाई पनि राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यको सूचीमा सूचित गर्ने पहल भइरहेको छ। र अहिले शालिग्राम सङ्ग्रहालय जो विश्वको एकमात्र धार्मिक नदी कालीगण्डकीमा पाइन्छ, यसलाई यहाँ लाखौँको सङ्ख्यामा सङ्ग्रह गरेर राखिएको छ। र अहिले भारतीय तीर्थयात्री भारतीय पर्यटकहरूको आगमन एकदमै बढिरहेको छ। सँगसँगै आन्तरिक रूपमा पनि पर्यटकहरूको सङ्ख्या चाहिँ बढेको छ। र यो पर्यटकीय गन्तव्यको विकास प्रवर्धन र प्रचारको लागि बागलुङ नगरपालिका प्रदेश सरकार र सङ्घीय सरकारको साथ चाहिँ यो गन्तव्यलाई चाहिँ रहिआएको छ। एकदमै राम्रो जानकारी गराउनु भयो। तपाईँको कारणले यो ठाउँमा आयौँ। अब मैले म एउटा पूर्व राष्ट्र सेवक होइन, देशको सुरक्षा क्षेत्रमा इमान्दारपूर्वक काम गरेको भनेर आफूलाई दावा गर्न सक्छु मैले, किनकि मैले जीवनमा जे गरेँ त्यही मैले सिकेको हुँ। अब हजुर जस्तै व्यक्तित्वहरूसँग मेरो चाहिँ सम्बन्ध राम्रो छ होइन। अब चितवन जानुहुन्छ भनेदेखि त्यहाँ चाहिँ जुन किसिमको मौलाकालीले आज परिवर्तन जुन चितवनमा ल्याएको छ त्यो अतुलनीय छ। त्यो चितवनको समृद्धिमा मौलाकालीको हात छ। त्यस्तै बागलुङ कालिकामा हजुरबाट जुन चाहिँ काम भयो, आज बागलुङ कालिका कारणले एउटा बागलुङकै परिचय नयाँ परिचय थप्ने काम भएको छ। अब त्यसै गरी यो ठाउँमा के अरे यो ठाउँको नाम शालिग्राम सङ्ग्रहालय कुण्डलीमा जुन आयौँ, त्यसपछि पञ्चकोटको त कुरा भइहाल्यो। म हालै मुक्तिनाथ क्षेत्रको दर्शन गरेर यसरी सरसफाइ अभियान गर्दै आएको छु होइन। र एउटा कुरा के भन्न सकिन्छ भने पोलिटिकल कुरा त त्यति गर्न हजुरसँग उचित पनि नहोला। यो देशलाई अगाडि बढाउने हो भने हाम्रो हिन्दू बुद्ध धर्म संस्कार संस्कृतिलाई अगाडि बढाउने र चाहिँ एउटा जुन अहिले विषय पनि आइरहेछ होइन। अब राजा शाह वंशले जुन किसिमको देशमा आजसम्म चलाउँदै आउनुभयो, अब शक्तिको हिसाबले उहाँलाई अब आफ्नो ठाउँमा छ। देश लोकतन्त्रमय भइसकेको छ होइन, गणतन्त्रमा देश भइसकेको छ। तर पनि राजाको चाहिँ सन्तानलाई कमसेकम चाहिँ एउटा धार्मिक के भन्छ एउटा सांस्कृतिक रूपमा एउटा स्थान दियो भने यो देशको कल्याण हुन्छ भन्ने पक्षमा म छु होइन हजुर। अब एकदमै धेरै मान्छेमा यो अनुभूति अहिले आएको अवस्था छ। हाम्रो देशको संस्कार संस्कृति धर्मलाई जोगाउन एकदमै जरुरी छ। यसमा हजुर चाहिँ एउटा पूर्व राष्ट्र सेवक सुरक्षा निकायमा काम गरेको व्यक्तित्व, अहिले अभियन्ताको रूपमा पनि यहाँको महत्त्वपूर्ण भूमिका छ सामाजिक क्षेत्रमा। यस्ता खालका पर्यटकीय क्षेत्रहरूको प्रवर्धन प्रचारमा पनि भूमिका छ। हामी एकदमै ऋणी छौँ हजुरप्रति, एकदम सम्मानसहित धन्यवाद। धन्यवाद हजुर, हस् थ्याङ्क यू सर, हस् थ्याङ्क यू। ल गुरु हेर्नु हजुरको जीवन यस्तो राम्रो कुरामा बित्नु भएको रहेछ होइन। हस् हस् थ्याङ्क यू बाबु। ल